के अब भुन्टी र भूपेन्द्रको पुनः मिलन हुन्छ होला त? भूपेन्द्रले पहिला जस्तो भन्दा धेरै परिवर्तन र धेरै मोडर्न खालकी श्रीमती देखिसकेपछि भूपेन्द्र रिसले घरबाट निस्केका मान्छे किन भुन्टीलाई हेरेको हेरै भए त? भुन्टीलाई सिद्ध्याउँछु अर्थात् मार्छु, यातना दिन्छु भनेर घरबाट निस्केर हिँडेका भूपेन्द्र भुन्टीलाई देख्ने बित्तिकै किन टोलाए त? आखिर उसले टोलाउनुको मुख्य कारण के हो? कि भुन्टी राम्री भएर हिँडेकै कारण भूपेन्द्रले अब आफ्नी श्रीमतीलाई डिभोर्स नदिएर पुनः मिलन हुने त होइन? त्यो पनि हुन सक्छ, किनकि भूपेन्द्र भनेको कस्ता खालका मान्छे हुन् भन्ने कुरा उनीहरू सबैलाई थाहा छ र भूपेन्द्रले सधैँ किन यस्तो गरिरहेका छन् र के का लागि हो भन्ने कुराको पनि टुङ्गो पत्तो भइसकेको छैन। तर सधैँ भूपेन्द्रले दुःख दिए पनि भुन्टीले भने सधैँ माया गरि नै रहेकी छिन्। सधैँ माया गरे पनि भुन्टीलाई भने कहिले माया गरेनन् भूपेन्द्रले। तर अहिले भुन्टीले लगाएका लुगा कपडाहरू देख्दाखेरि र भुन्टी चिटिक्क परेर हिँडिरहेको देख्दा भूपेन्द्रलाई लोभ भने पक्कै लागिरहेको छ र त्यस्तो अवस्थामा ढल्न खोज्दै गरेको आफ्नो श्रीमान देख्दा भुन्टीले पनि मन थाम्न नसकेर उसलाई जोगाउनका लागि अर्थात् बचाउनका लागि ठाउँमा पुगेर बैसाखी दिँदै उसका दुखिरहेका ती पाउहरूलाई सुमसुम्याउँदै थिए। त्यति गर्दासम्म पनि सधैँ भुन्टीलाई नै नराम्रो किन सोचिरहन्छन् भूपेन्द्रले? र भूपेन्द्रलाई कतिसम्म त थाहा पनि हुन सक्छ, किनकि आफ्नै श्रीमती पनि राम्रो लुगा लगाएर मोडर्न भएर हिँडेको देख्दा अब मैले श्रीमती छोड्नु हुँदैन भन्ने पक्का पनि लागेको छ। भुन्टीलाई मार्न बाटोमा पागल झैँ दौडिरहेका भूपेन्द्र एक्कासी भुन्टीलाई देखिसकेपछि अर्थात् लड्न खोज्दै गर्दा भुन्टीले उठाउन थालेपछि अर्थात् उठाएपछि भूपेन्द्रको मन परिवर्तन भएको भने पक्कै हुन सक्छ, किनकि उसले अरूलाई जे भन्छन् त्यही गरिरहने मान्छे हुन्। घमण्ड र पैसाको धमास दिने भूपेन्द्र आफ्नी श्रीमती अगाडि देख्दा श्रीमतीकै हेरै कसरी भए त? र श्रीमतीलाई अब उसले डिभोर्स दिन मान्लान् त? डिभोर्स नदिने र उसलाई अंश पनि नदिने निकै ठुलो कुरा गर्दै थिए। तर घरबाट निस्केर भुन्टीसँग भेट हुन साथ भूपेन्द्रको मन कसरी परिवर्तन भयो र उता मास्टरले पनि त्यो दृश्य देखिरहेको थियो। मास्टर चाहन्थ्यो भुन्टी र भूपेन्द्रको डिभोर्स भइसकेपछि भुन्टीसँग पुनः मास्टरको बिहे होस् र उनीहरू भुन्टीको जिन्दगी सुखमय होस् भन्ने चाहन्थ्यो। तर मास्टरले सोचे भन्दा अर्कै फरक दृश्य देखिसके पछाडि त्यो केटा को हो भन्ने कुरासम्म पनि त्यो मास्टरलाई थाहा छैन। तर भुन्टी र उनीहरूको नजर जुदी राख्दा र उनीहरू धेरै पुरानो चिनजानका हुन् कि भन्ने डाउट पनि उसलाई भएकै हो। दर्शकवृन्द, अब भुन्टी र भूपेन्द्रको फेरि मिलन हुन्छ होला त? के भूपेन्द्रले भुन्टीसँग माफी मागेर अबदेखि कहिले यस्तो हुने छैन र जुन केटीसँगको चक्कर चलिरहेको छ त्योसँग पनि जिन्दगीभरि भेट्दिन भन्ने बाचा कसम खाएर भूपेन्द्रले फेरि भुन्टीसँग पुनः सम्बन्ध राम्रो बनाउलान् त?